आइपुगे त ड्युटीमा त उता आइरहेछ हौ के अरे उयो सुमितहरू आइरहेछ हौ सरप्राइज हामीले चाहिँ के थाहा त नि अहिले त हामी हेलो गाइज म चाहिँ आज नेपाल जाँदैछु तर मेरो बुढी र मेरो फ्यामिलीलाई कसैलाई पनि थाहा छैन म नेपाल आउँदैछु भनेर मैले चाहिँ हैन 10 को नेपालको 10 को त्यहाँ आउँछु भनेको छु म चाहिँ हिँडिसकेको के अब ट्याक्सीमा चढेर शारजाबाट जाँदैछु सरप्राइज दिँदैछु ल स्टे ट्युन गाइज शारजाको ड्युटी फ्री झ्यालमै परेछ फाइनली हामी अब नेपाल आउँदैछौँ अबको 4 घन्टा बादमा लाग्यो हामी दाजुभाइ साउदीबाट आएको यताबाट साउदीबाट رمضان الله أوقاتكم بكل خير اسمي أحلام ويرزقني اليوم بما अब ल्यान्ड हुन आँट्यो ल अब घर भइन्छ सोनाले छपा बिचरा मेरो पुरै ड्युटीमै होला भनेर सुतिराखेको होला अब नेपाल आइसक्यो थाहा छैन कोही फ्यामिलीलाई थाहा छैन क्या फेरि
रागेको मासु बेतना पुलै बेतना फाइनली म चाहिँ दोमक आइपुगेँ होइन। अबको आधी घन्टामा ठ्याक्क म घर पुग्छु क्या। अनि मैले चाहिँ भर्खरै म्यासेज गरेको थिएँ म ड्युटीमा छु, ड्युटीमा भएको फोटोहरू यताउता पनि पठाइदिइरहेको थिएँ। अनि पत्याइरहेछ म्यासेज गर्नु हुँदैन यताउता काम हुन्छ भन्दै थियो मेरो बुढीले। सी विल बी सक टुडे। I think she will gonna be crying. I don't know what's his reaction. तपाईँलाई म देखाउँछु यता। अब ठ्याक्कै आधी घन्टामा पुग्छ ल। गोर्खा डिपार्टमेन्ट आइपुगेँ दमकको। फाइनली म दमक इन्ट्रान्स भइसकेको छु र अबको आधी घन्टामा घर है त। स्टे ट्युन है। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। म आज फ्यामिली सबैलाई सरप्राइज दिनु गइरहेको छु, स्पेसली मेरो मम्मी अनि बुढी दिदी बहिनीहरूलाई। फाइनली आइपुगेँ, रिक्सा पनि चढिपुगेँ दाइको टेम्पोमा। अब चाहिँ आउँदैछु हाम्रो ठाउँ आयो फाइनली। दुबईबाट आएको हालत यस्तो छ है, दुबईबाट यस्तो छ है गाई, त्यस्तो छ हाम्रो चाहिँ। ठ्याक्क यहाँनिर कतिजना गाडी गलाएर रेस्ट इन पिस सबैलाई। अब मेरो ठाउँ आउनु आँट्यो, थोरै मात्र बाँकी छ। आवाज चाहिँ सुनेको छैन होला साउन्डले होइन, यत्रो गाडी कुद्छ नि। ल म चाहिँ आइपुगेँ, अब आइपुग्न आँटेँ आफ्नै गाउँ फर्किए। घर जाने बाटो हो होइन। अहिले चाहिँ म दिदीहरूको निस्किदिनँ, डाइरेक्ट म त कोठामा जान्छु। अब मान्छेहरूको रियाक्सन हेर्नुपर्छ। दिदीको घर अहिले आउँछु सरप्राइज दिनमै। कोही पनि रहेछ बाहिर अहिले आउँछ एकचोटि। मम्मी पनि त्यतै होला क्या मेरो सायद। सायद जहाँसम्म लाग्छ मलाई। हजुर हेलो, हाउ आर यू? हेलो दिदी नमस्ते। कहाँ छु अरे म? कहाँ छु अरे? ल ल ल ल ल आइपुग्यो त म त। कस्तो लाग्यो? ठिक लाग्यो? खुसी लाग्यो? पत्तै हो आइपुग्यो त। ड्युटीमा त अनि ल उयो पैसा देऊ त त्यहाँ। कति? यहाँ छ यहाँ छ। कस्तो लाग्यो? देखियो सरप्राइज।
ल छक्क पर्यो कति अरे खुसी छौ दाइ कति हो कस्तो हुँदैछ म पुग्दै ड्युटीमा छु भने फोटो पठाएको थियो त मलाई त अनि ड्युटी त नि ड्युटीबाट आएको त डाइरेक्ट अब मम्मीलाई र दिदीलाई प्राङ्क हाल्नुपर्छ म छक्क परेँ यो सूर्य दादा होमी दादाहरूले पनि मलाई भन्नु भएन कि पक्नु तपाईँले मलाई ढाट्नु भएको म त 5 दिन छ भन्दै थिएँ छक्क पर्यो म हो जस्तो लाग्यो कि लागेन म होइन नि त म भूत हो भूत अब बुढीलाई प्राङ्क भन्दा नि सरप्राइज भई होइन अब दिदीको घर जाँदैछु दिदी दाई भतिज सबैजना छ अरे मम्मी पनि त्यहीँ हुनुहुन्छ ल अब फेरि सरप्राइज है त म आएको कसैलाई थाहा छैन क्या यो हरियो घरदेखि पल्लो घर त्यो पिलर ठडाएको चाहिँ दिदीको हो क्या म जाँदैछु त्यहाँ छ भने चाहिँ मान्छे पनि त्यहीँ छ जस्तो छ मेरो मम्मी त Happy birthday to you. Happy birthday to you. Happy birthday dear mom. Happy birthday to you. Namaste. कस्तो लाग्यो त कस्तो लाग्यो के छ मको हेलो 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 मेरो भान्जी यता पनि हाम्रो भान्जी या छोरी निकिता यो मेरो एकमात्र बहिनी कहाँ गाउँदैछ बहिनी यहाँ मेरो दिदी हाई भन्नु ल यो मेरो दाजु मेरो एकमात्र दाजु के गर्दै हुन्छ आमा हाम्रो दाजुको बर्थडे दाइ हात मिलाउँ न यसो जन्मदिनको धेरै धेरै शुभकामना दाजु मेरो अनि मेरो यहाँ भान्जी हेलो अरे मामा ए देखिस all the way from Abu Dhabi हेलो कस्तो लाग्यो मामा कसरी आउनुभयो त दिदीलाई अब दिदी के दिदी ओइ नभन ओइ सरप्राइज गर्नु मैले यहाँ हेर्नुको भएर नभन है हेलो हेलो देखि हेलो नमस्ते तपाईँ सरप्राइज तिमीहरू किन आएको के छ खबर त लु हटाउनु कपाल चाहिँ बच्चा भएको गोडे बाग साट्नु आएछ कपाल यस्तो गर्नु नि होइन यसो गर्नु नि पहिला अलिक छोटो काट्नु भएछ नि त होइन कपाल हटाउनु नि कपाल चाहिँ हटाउनु नि पहिला हौ यो के अरे यहाँ उयो भएको छ कपाल यसो हटाउनु अरे एकछिन भिडियो बनाउनु हुँदैछ
भिडियो उता आइरहेछ हौ के अरे उयो सुमितेहरू आइरहेछ हौ सुमितेहरू हौ तलबाट One, two, three, go! I'm surprised. Come on. Surprise. Surprise. हामीले चाहिँ के थाहा त नि अहिले त हामी सक्नु आमाको अहिले भ्लग हेर्नु नि भिडियो गरेर अनि हामी सबैजना आँटेर यो बनाएको त नि भाइले बनाएको छ कति सरप्राइज भरे भ्लग हेर्नु भोलि लु पर्दुल देख्नु नमस्ते 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 अब को यो को नमस्ते को यत्रो ठुल्ठुलो भएको यिनीहरू नमस्ते मेरो प्यारी बान्जी हात मिलाउनुहोस् दाजुको यता छोराको दुईजनाको बर्थडेको स्पेसलमा म दुबईबाट आइपुगेँ सबैजनालाई सरप्राइज ल यहाँ बर्थडे सेलिब्रेसन हुँदैछ बर्थडे केक पनि काटियो अब रमाइलो भइरहेको कति वर्ष पुगिस् म 19 झन्डै 19 दिनै रहेछ ल सबैजना बन्द गर्दैछ